आज हामी आएका छौँ फोर्ट हिस्टोरिक पार्क। यो छ हाम्रो बुढी तोलामा हैन, भ्यू टावर भनेर चिन्छ हामी। दामी लोकेसन छ, मैले अगाडि देखाइसकेँ तपाईहरुलाई। अब चाहिँ हामी माथि चढ्न गइरहेको छौँ। माथि कति लामो छ हामीले भिडियोमा देखाइसकेको छौँ। माथि गएर कस्तो देखिन्छ भित्रसँगै छिरो आउनुहोस्। यहाँ देखाएको छ दृश्यहरू, मानव जगत, जीवन जन्तु। 50 रुपियाँ टिकट लाग्छ यसमा, यहाँ भित्र छिरेको है। उपहार कट्टी। ओके, यहाँ मिटर पनि चढेको छ। लाइन चाहिँ यहाँ पुरै एउटा घर जस्तै छ पुरै। यहाँ दृश्यहरू यो पहिलो फ्लोरबाट अवलोकन गर्दाखेरि पहिलो फ्लोरबाट हेर्दाखेरि चाहिँ यो देखिन्छ। यो साइडको यो छ बुढी तोलाको भ्यू। यहाँ दुईटा रकेट लन्चर जस्तो बनाएर एउटामा चाहिँ टिस्टा लेखेको छ हैन, यहाँ देख्न सक्नुहुन्छ, देखाइदिनु होला। ऊ त्यसमा हैन एउटा रकेट जस्तो यता राखेको छ, यसमा चाहिँ काकडा लेखेको छ है। कागडा है, काकडा हैन, कागडा। ल अब हामी सेकेन्ड फ्लोरमा जान्छौँ। अरू फोटोहरू टाँच्छ। यहाँ चाहिँ भोलि पर्दाको फोटोहरू छ, भोलि दिएको। यो आयो सेकेन्ड फ्लोर। यहाँबाट हेर्दाखेरि हल्का माथिबाट हेरे जस्तै छ, त्यति केही छैन। अब यतातिर हेरौँ, त्यो पश्चिम साइडतिर थियो, यो पूर्व साइडतिर हेर्दाखेरि यहाँ बस्ने पनि मजाले मिलेको छ हामीलाई। अनि यहाँ एउटा मन्दिर पनि बनाएको रहेछ। यता एउटा मन्दिर रहेछ वहाँ पूजा गर्नको लागि। सो यता अब थर्ड फ्लोरबाट यताको भ्यू देखिन्छ होला। सो अगाडि बढौँ। स्टोरेज फुल भइहाल्ने जान्छ। थर्ड फ्लोर थियो। थर्ड फ्लोरबाट हेर्दैन, हामी सिधै माथि जाउँ। यो फोर्थ फ्लोर छ, त्योभन्दा माथि छ फेरि छ त्यहाँ टप फ्लोरतिर। यो टप हो, माथि एक फ्लोर चाहिँ माथि छ। फाइनली टप फ्लोर। यो त क्यामेरा पनि जोडेको रहेछ होइन, सेफ्टीको लागि यो हालिदिएको छ। यहाँबाट के देखिन्छ, योभन्दा माथिमा त हाम्रो त्यो टिभीको पोल छ क्या, हाम्रो दूरसञ्चारको नेपाल टेलिभिजनको प्रशासन कार्यालय केन्द्रीय सायद। ऊ त्यहाँबाट बाटो रहेछ, त्यहाँबाट कहाँ जानु रहेछ। यहाँबाट देखिँदैछ, ऊ त्यहाँको रोड देखिँदैछ, कहाँको रोड हो। यहाँ चाहिँ हामीलाई सुटिङ अनि बाण हान्न पनि मिल्छ। यहाँ चाहिँ अब पैसा दिनुपर्छ त्यसको लागि, सुटिङ र बाण हान्न।
छ यो हाम्रो सङ्ग्रहालयमा फोलो छ यति ठुलो हैन हाम्रो भाषामा फोलो भन्छ यसलाई यहाँ एउटा धारा पनि जोडिदिएको छ पित्तलको यो नौलो छ भित्र यहाँबाट पानी निकाल्ने सिस्टम हाम्रो पहिला यस्तो हुन्थ्यो एकचोटि अगाडि देखाइदिनुस् हैन अनि एउटा यो छ पोलो यो पनि यसमा नि पानी भरेर गाग्री भन्छ है यो नेपालीमा हाम्रोमा चाहिँ यसलाई फोलो नै भन्छ तामाको भन्छ यो तामाको हो कि हैन थाहा छैन यो चाहिँ पानी सिस्टम यहाँ बनाएको छ अनि यहाँ बस्नलाई छ यहाँ टेन्सन लाग्नु यहाँ पोखरी छ एउटा हैन यहाँ पानी भरेर मोटर त्यहाँनिर राखेछ पानीको मोटरले उ गरेर रहेछ यहाँनिर एउटा गुलाबको फुल चाहिँ एकदम राम्रो फुलेको देखेँ मैले यो टिप्न पाइँदैन नत्र मैले टिप्न लागेको एकदम राम्रो फुल छ हेर्नुहोस् गजब राम्रो पछि चोरेर म टिपिहाल्छु यहाँबाट गुलाबको फुलहरू यता पनि एकदम फुलेको देखिन्छ स्विच बोर्ड पनि लगाएर छ त्यहाँनिर सावधान बच्चाहरूलाई कुवाबाट टाढा राख्नु होला पानीको कुवा छ धेरै गहिरो त देखिँदैन तर कुवा चाहिँ कुवा छ मोबाइल छिर्यो भने फर्केर नहाला त्यसैले ओके डन हो